साथीहरू नमस्कार। आज चाहिँ म तपाईँहरूलाई यो बाख्रामा हुने समस्याको बारेमा देखाउन गइरहेको छु। के तपाईँहरूको पनि बाख्रा पालनमा यो समस्या आइरहेको छ? यो सिजनमा चाहिँ एकदम धेरै डाइरिया हुने, घाँसहरू नखाने, भुँडी ढाडिने यो खालको समस्याहरू आएको त छैन नि? रातो डाइरिया, ब्लडी टाइपको डाइरिया, गनाउने डाइरियाहरू गरिरहेको छ भने, छेरौटी गरिरहेको छ भनेदेखि त्यो कमन समस्या पनि हुनसक्छ, कहिलेकाहीँ क्रिटिकल पनि हुनसक्छ। तर यसलाई समयमै ध्यान दिनुपर्ने हुन्छ तपाईँहरूले। यो बाख्रामा चाहिँ मौसमी घाँस पानी परिवर्तनको कारण र अलिकति बढी बाक्लो खोलेहरूको कारणले यसको पेटहरू पनि ढाडिया छ, हावा भरिरहेको छ, प्लस यसले घाँस पानी पनि खाएको छैन। यो बाख्रामा भनेको चाहिँ घाँस पानीकै गडबडीको कारणले मौसमी घाँस पानी अब बर्खा लागेसँगै अहिलेको घाँस पानीले एकदम धेरै समस्या आइरहेको हुन्छ बाख्रा बस्तुमा। त्यसमा पनि उग्राउने जनावरमा चाहिँ प्रोटिनयुक्त घाँसहरू ज्यादा भयो, अलिकति डाइजेस्ट हुन नसक्ने बाक्लो खोलेहरू ज्यादा भयो भने पनि यो खालको समस्या हुनसक्छ। यसको चाहिँ एकदम धेरै डाइरिया भइरहेको छ, गनाउने डाइरिया भइरहेको छ। यसलाई चाहिँ हामीले फिभर लिँदैछौँ। यसको टेम्परेचर नाप्ने क्रममा थर्मोमिटरमा 104.4 देखाएको छ। यसमा एकदम धेरै ज्वरो आएको भन्ने बुझिन्छ। धेरै पनि होइन, ठिकै हो ज्वरो त, तर पनि ज्वरो आएको छ। त्यो चाहिँ अब फुड पोइजनको पनि शङ्का छ, किनभने ज्वरो पनि देखाएको छ। अब यसलाई चाहिँ हामीले सामान्य औषधिहरू चलाएर हेर्छौँ सुरुमा, डाइजेस्ट गर्ने, डाइरिया रोक्ने औषधिहरू, सामान्य एन्टिबायोटिक र अनि मेन भनेको रुमेनको पिएच मेन्टेन छैन यसको, रुमेनको पिएच मेन्टेन गर्ने औषधिहरू, भुँडी ढाडिएको औषधिहरू चलाउनेछौँ। तपाईँहरूले पनि बाख्रा बस्तुलाई अहिलेको सिजनमा सिजनल घाँसहरू दिँदा ओइल्याएर दिनुहोला। घाँस पानी दिने क्रममा एकदम ध्यान दिएर दिनुहोला, किनभने अहिले दिएको घाँस पानीले एकदम धेरै फुड पोइजन बनाउने चान्स बढी छ। किनभने त्यसलाई पाउलो फेरेको हुन्छ, त्यो मुना घाँसमा एकदम धेरै प्रोटिन हुनसक्छ, तिनीहरूमा पोइजनै पनि भएको हुनसक्छ। त्यो भएकोले गर्दाखेरि बाक्लो खोले भातहरू पनि धेरै नदिनु होला। उग्राउने जनावरलाई अन्न भरसक धेरै नदिने, किनभने दिँदा पनि टाइम टेबल मिलाएर दिने हो। सुक्खा चिज दिनु बरु राम्रो हुन्छ, अन्नमा चाहिँ सुक्खा दिनु भने एकदम राम्रो हुन्छ। उग्राउने जनावरहरूलाई हरियो घाँसपातै बढी दिनु हो, घाँसपात दिँदा पनि ओइल्याएर बढी दिनु। उहाँले चाहिँ बाक्लो खोले यसरी एकदम धेरै लतत बाक्लो त्यो मकैको चेख्ला पकाएर दिनुहुन्थेछ, त्यो भएर पनि यो समस्या भएको हुनसक्छ। अहिले चाहिँ यो बाख्रामा समस्या डाइरिया मात्रै होइन, दुईवटा समस्या छ, पेट पनि ढाडिएको छ। त्यो भएकोले गर्दाखेरि एकदम ध्यान दिनु होला बाख्रा बस्तु पाल्नको लागि। यो समस्या छ भने मैले